जेनजीहरूले केही मागेका थिएनन्। यो देशको भ्रष्ट राजनीति, यो देशको भ्रष्ट संस्कृति, हामी बेरोजगार भयौं, देश बदहाल भयो, विकास हुनुपर्छ भन्ने एउटा पवित्र माग लिएर झोला बोकेर गएका जेनजी हाम्रा नानी बाबुहरूलाई, विद्यार्थीहरूलाई राज्यले, सरकारले यसरी दमन गर्यो कि यो देशमा बोकासोको शासन छ कि इदी अमीनको शासन छ कि कत्लेआम भयो, नरसंहार भयो। आदरणीय कमरेडहरू, त्यसप्रति कुनै खेद व्यक्त गराइ छैन, कुनै पछुतो छैन, कुनै क्षमायाचना छैन, कुनै दुख मनाउ छैन। देशको 2/3 प्राप्त प्रधानमन्त्री भागेर हेलिकप्टर चढेर आफू भागेर कहाँ गए, अहिले लुकेर एउटा गुन्डुको कुनाबाट फेरि हुङ्कार दिँदैछन्। लाज लाग्नुपर्ने हो, लाजले पनि लाज मानिसक्यो। तर केपी शर्मा ओलीमा कुनै परिवर्तन आएको छैन। केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको चिरहरण गर्नुभयो, लोकतान्त्रिक अभ्यासको टाउको निमोट्नुभयो। कमरेड भीमराव एकजनालाई होइन, यो देशका देशभक्तहरू, ती महान देशभक्त पुर्खाहरू अमर सिंह थापा, बलभद्र कुँवर, यो राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आवाजहरूलाई बोक्ने, त्यो देशभक्तिको आवाजमाथि निमोट्ने, हाम्रा प्राय खुफिया एजेन्सीका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर संसद विघटन गर्ने, देशभक्त नेता भीमरावको आवाजलाई निमोट्ने जुन हरकत जब केपी शर्मा ओलीले गर्नुभयो, त्यहाँ मात्र उहाँ सीमित हुनु भएन र उहाँ खुलेआम घोषणा गर्दै लाग्नुभयो कि अब म श्री 3 महाराज हुँ, मेरो हुकुम कानुन हो, मेरो आदेश कानुन हो, म फरमान गर्छु, तिमीहरूले मान्नुपर्छ, मान्ने जति बस, अब कुनै वैचारिक सैद्धान्तिक छलफल हुँदैन, मेरो आदेश जारी हुन्छ भन्ने खालको दम्भ अहङ्कार उहाँमा यसरी मुखरित भएर अगाडि बढ्यो। देशमा ऋतु बदलिए कमरेडहरू, मौसम बदलिए कमरेडहरू, नदीले पनि भाव बदलिएको छ कमरेडहरू, तर केपी शर्मा ओलीको अहङ्कार बदलिएको छैन, केपी शर्मा ओलीको दम्भ बदलिएको छैन, हुङ्कार बदलिएको छैन। अहिले यस्तो ठाउँमा उहाँ पुग्नुभयो, परिवारको पनि पार्टी हुन सकेन। यस्तो स्थितिमा हामीले अब गम्भीर भएर सोच्नुपर्छ। म झोले हुँ, म दास हुँ, म गुलाम हुँ, म सलामी गर्ने मान्छे हुँ। तपाईँ प्रभु हो, तपाईँ मालिक हो, तपाईँ भगवान हो। आदरणीय कमरेडहरू, यो देश अफगानिस्तान हुने हो कि युक्रेन हुने हो, यो देश निजाम हुने हो कि सिक्किम हुने हो भन्ने अत्यन्त ठुलो संकटको घडीमा आज हामी छौँ। देश विभाजन र विखण्डनको अन्तिम सङ्घारमा छ। यस्तो बेलामा यो देशका देशभक्तहरू, क्रान्तिकारी शक्तिहरू सबै एकै झण्डामा गोलबन्द भएर देशको राष्ट्रिय स्वाधीनता, जुन देश नेपाल विश्वमा धेरै ठुला साम्राज्यवादी बाढीहरू आँधीहरू आउँदाखेरि पनि अङ्ग्रेज साम्राज्यसँग भारत झुक्यो, जापानिज साम्राज्यसँग चीन झुक्यो, तर हाम्रा महान पुर्खाहरूले देशलाई स्वतन्त्र, सार्वभौम र अखण्ड